पनि काहिँको फेरि पनि 1% चाहियो सेतो भइरहनु घरे पनि चापेर को खाइ 6 वर्ष जेल हाल्ने भन्दै छु कस्तो गरिब फाले ओ माय गॉड हाउ मच आज चाहिँ यसको भात खुवायो रे हेलो नमस्ते साथीहरू अनि आज चाहिँ हाम्रो सानो बहिनीको भात खुवाइ छ ल घरमा अनि हाम्रो बहिनी चाहिँ भर्खर जन्मेको हो नि त कान्छा काकाको छोरी अनि भात खुवाइ गर्दैछौँ हाम्रो चाहिँ भात खुवाइ गर्नुभन्दा पहिला यसरी देउतालाई पूजा गरेर अनि भात खुवाइ गर्नुपर्छ यता हाम्रोमा चाहिँ बाजेले पूजा गर्नु हुँदैछ हाम्रो घरको चाहिँ पूजाहरू चाहिँ प्राय सबै हाम्रो बाजेले नै गरिराख्नु भएको हुन्छ कि हाम्रो घरमा उहाँ नै हो नि त ठुलो मान्छे अनि पूजा गरिसकेर चाहिँ सबै मतलब यस्तो चिना हेर्नुपर्छ हामी राईहरूको अनि बाजेले त्यस्तो पूजा गरिदिएर नानीलाई टिका सिका लगाइदिएर सबै हाम्रो अङ्कलले चाहिँ काटकुट पारेर मासु मम्मीले दिदीले चाहिँ पकाउनु हुँदैछ अनि मम्मी चाहिँ बहिनी खेलाउनु हुँदैछ बहिनीको नाटक फेरि चर्तीवाला फेरि यसको यस्तै हुन्छ क्या नौटङ्की देखाइरहेछ होइन यसको चाहिँ यस्तै हुन्छ नाटक पनि त्यस पछाडि चाहिँ हाम्रो टिका टालो पनि सुरु भयो भाइ खुवाइ गर्दा चाहिँ यसरी टिका लगाइदिँदै सबैजनाले बुवा मम्मीदेखि सुरु गरिदिएर टिका लगाइदिँदै थोरै थोरै भात र सगुन खुवाउनुपर्छ त्यो पूजा गरेको खानेकुराहरू खुवाउनुपर्छ अनि हाम्रोमा चाहिँ त्यो भात खुवाइ गर्दा नि साइडमा दिदीहरूलाई राख्ने चलन छ कि त्यो लोकन्दी जस्तै अनि लोकन्दी चाहिँ मेरो दिदी र बहिनी बसिराख्नु भएको छ साला ये चीज किया है बहुत अच्छा है भन्दै होला जे भयो नि कुसुम दिदी जे भयो नि क्यामेराम्यान र हाफा बुन्नुपर्छ है यो त यो क्यामेरा पक्रेपछि त जे भयो नि जस्तो आयो नि त्यो जति इन्कम हुन्छ त्यसको त उयो हुनुपर्छ नि त काहिँको फेरि बाहिर हुनुहुन्छ लगाइदिन्छ अरे पर्छ है पैसा खमा तपाईँ 300-400 करोड कमा 2-3 करोड दे नानीलाई खोइ त नानीलाई अब म कमाउनु सकिनँ भने नत्र म तँलाई दिन्छु ल नानीलाई होइन त्यो जस्तो भए पनि 1% चाहियो क्यामेराम्यानलाई होइन अरू थाहा छैन हो होइन यो फोन चाहिएन अब भेडामा जानु या जागिर खानु अनि क्रस फायर किनिदिनु एउटा त्यस्तो कार सार पनि माग्ने बानी छैन माइतीलाई दिनुपर्छ कि चेलीसँग माग्नु लाग्छ हैन पो माइतीलाई पो दिन्छ अनि ल बाबु यस्तै सेतो भइरहनु कहिले कालो नहुनु ए हैन हो दुईचोटी अबे कम्ता छिटो नम 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 गर्दै छ नाना पनि नाना खाऊ नाना तीनचोटी नै खान त बराबर सबैको भाग पुग्नु पर्छ यता घरे पनि चापेर कौन भाग दुईचोटि खानुपर्छ रक्सी त थुप्रो यिनीहरूलाई खानु हुँदैन होइन धेरै हल्ला मेन्छु म आफै खुवाउनु जान्दछु मिठो छ होला प्याज किनेर खुवाइराख्छु भात पनि खा हामीले हो को खाइ भोक लाग्छ ल त यो चक्लेट किनेर खानुपर्छ पैसा भन्ने चिज होइन बुनुलाई सेतो नोट मैले झारेँ अहिलेसम्मको ए ढोका मेरो पैसाको
तेरा नि खुट्टा ल्याउँछ सोस तिमी गोरी छु भन्न गोरी हो गोरी गोरीलाई काली अरे कालीलाई के गोरी शाबास टिका त्यसरी हाल्दिने हो राम्रो ज्वाइन ल्याइहाल्नु राम्रो ज्वाइन ल्याउनु रक्सी मलाई मिठो खालको ल्याउनु अघि मेरो हाम्रो भाइले 6 वर्ष जेल हाल्ने भन्दै थियो कस्तो धन्दा ल्याउनु भनेको यता हो मेरो अब यो हाफ हाफ चाहिँ नगरौँ जे भए पनि तपाईँलाई पनि चित्त दुख्छ होला मिनेटको अनुसारले पर्सेन्ट छुटाउँ है हाम्रो चाहिँ असु त चाहिँ फ्रीमा कैद हुँदैछु सोच्दैछु होला होइन क्यामेरामा तेरो नि आधी चाहिन्छ मलाई कुरा बुझिराख भन्दा धेरै टिका असुको निधारमा गइसक्यो अस्ति टोड्का परेकोमा आधी माना छिरिसक्यो मैले त्यही भएर टोड्का नपार निधार भनेको ओइ आधी आधी पार्नु पर्छ भनेको मम्मीलाई दिँदैछस् पक अब के खान्छ कस्तो गरी फाले रहेछ गोजी बिनाको भन्छ है ओ माई गॉड हाउ मच कान्छी तर म बाघ बनाएर साट्नु पर्छ ल मेरो पैसा छुयौ भन्छ है अहिले आमा फेरि निलो झर्दैछ क्यामेराम्यान त्यति खुसी हुन्छ के यस्तो हो अन्त माई गॉड ओ माई गॉड गैडा जति ठुलो पैसा झर्छ क्यामेराम्यान क्या खुसी भइरह यार रुनु छोड लु सुबारामा सबै अलिकति मलाई अब तैँले चाहिँ भेटिस् क्यामेराम्यानलाई चिसोले पोखाइस् ओ माई गॉड अलिकति दिने हौ फेरि अहिले तपाईँहरूले गर्दाखेरि मेरो तलब काटियोस् न अनि म ओ माई सकेको डेमाले उसको बाजा सुधारमा भात खाने भयो फेरि आज मेरो बहिनी पैसा दिनुपर्छ खोइ दिदी र बहिनीलाई मैले पैसा दिनु है फेरि पैसा खोइ ल पैसा देन छिटो अहिले हात गल्छकै क्यामेरा यो गर्नुले अघि मैले दिएन ल ओइ बहिनीलाई हरियो दे निलो दिन्छस् दिदीलाई रातो दे दिदी दिनु रातो दिनु लु भयो मैले पनि पैसा लाइदिएको मसँग छैन है पैसा कति चाहियो कति मिटरे ब्याजमा भयो म दिइहाल्छु है
ल्याएर आफ्नो काखमा हेर त सक्छ त अब नानाले हेर सबै आज नि खोज्दैछ यहाँ छ हो अर्कै दिनु मन छ नि हेत्तेरी अझै अनि हाम्रो उयो पनि सक्यो नि त भिडियोहरू सबै तपाईँहरूले अन्तिमसम्म हाम्रो भिडियो धन्यवाद भिडियो मन पऱ्यो सब्सक्राइब गरिदिनु होला अनि कमेन्ट पनि मिठो कमेन्ट पनि छोडिदिनु होला यति भन्दै बिदा भए बाई